ल अब हामी पानीमा जाँदैछौँ। यो कुन नदी हो? यो खङ्गडी पनि भन्छ, बुढी राप्ती पनि भन्छ। रातिमा मिसिने? रातिमा तल मिसिने। पानी तानेको? पानी खान्छ उनीहरूले? त्यही खान्छ? खाइहाल्छ। ए त्यहाँ चाहिँ मोटर चलेको थियो होइन? अब हामी ऊ त्यो बाटो उक्लिने होला है। कति घन्टाको राइड हो कि नि? 1 घन्टा हो? कति गइरहेको छ? दाना चाहिँ के खान्छ उसले? धान उनीहरूको छुट्टै हुन्छ। ल आजकल जुममा पनि देख्दैन। अनि त्यसको साइडमा के हो? भल्छ आइबिस हो, ब्ल्याक आइबिस भन्छ। कस्तो हल्छ यो? कस्तो कस्तो ब्ल्याक आइबिस भन्छ। ब्ल्याक यति फरक हुन्छ नि। त्यो केटी हो कि केटा? केटा केटाहरूको प्वाख केटीहरूको प्वाख हुँदैन। सानो हुन्छ। केटा पिकअप सानो हुन्छ, त्यो लामो पुच्छर हुँदैन क्या। त्यो झरिसकेपछि अनि फेरि चलाउँछ। यो केटा केटा हो। देजी यो पिकक हेर नि। त्यो चाहिँ बर्छ। पिकक यो केटा केटी केटा नि केटा। केटाहरूको प्वाख हुन्छ अरे होइन? यसको चाहिँ प्वाख झरे जस्तो छ। के अरे केटाहरूको प्वाख हुन्छ, केटीहरूको पनि हुन्छ, तर उनीहरूको चाहिँ लामो लामो डियरको हो नि त्यहाँ हेर्नु। खै डियरको हो नि लाग्रा सासले डियरकोहरू चाहिँ पखेटा फैलाउनेहरू चाहिँ केटा हुन्छ। अनि उनीहरूको त्यो मेटिङ सिजनमा केटाहरूले यस्तो पखेटा फैलाउँछ। अनि त्यो धेरै यस्तो फैलेको वाला अनि केटीहरूलाई देखाउँछ क्या। अनि केटीहरूलाई मनपर्छ भने त्यस्तो। अनि तिनीहरू चाहिँ मेच हुन्छ क्या। के लपर्ने अनि अब जस्तो कि उसको पखेटा छैन नि, अब उसले मेटिङ सिजनमा फैलायो भने उसको कोही नै आउँदैन कि केटीहरू ब्रस लगाइदिनु पर्छ। चितुवा डियर भने चितुवा होइन? हरिण हेरे कस्तो हेरिरहेको। कस्तो राम्रो बुट्टा हेर न उसको। उनीहरूले पनि मान्छेलाई एट्याक गर्छ कुनै बेला। जङ्गली हो नि त। जङ्गलीहरूले त गर्छ। बाघ पनि यसरी नै आउँछ होला है। त्यो राम्रो खाइलाग्दो खान्छ। हरिणको मासु खान्छ नै? कहाँ पाउँछ नि यसको मासु? नाम खाने नै पहिला खेल्थ्यो, अब अहिले त हुँदैन। त्यही अब सुन्दरी प्रतियोगितामा बनाइदिन्छ। सेल्फी कलीको पनि ब्युटी कन्टेस्ट हुने रहेछ ल। ब्रान्च है। कस्तो ब्रान्च है? हिजो रेस्टुरेन्टमा देखेको है।